अनि कि तपाईँहरू जो अफरको पछाडि दगाउनुहुन्छ नि उहाँहरूको लागि चाहिँ यो कुरा है त कसैलाई त असर पर्छ होला अनि कसैलाई पर्दैन होला, कसैले नराम्रो सोच्छ होला, कसैले राम्रो सोच्छ होला। बुझ्नेले चाहिँ बुझिराख्नु भएको छ होइन, यो अफरमा चाहिँ के प्रोडक्टहरू चलाउनुहुन्छ उहाँहरूले भनेर। मैले चाहिँ छर्लङ्ग तपाईँहरूलाई के बुझाउन चाहेँ भने अफर चलाउँदा हामीहरूले चाहिँ चिप क्वालिटीबाट नै अफर चलाउने हो। कुनै पनि महँगो प्रोडक्ट उठाएर तपाईँहरूलाई अफर भनेर हामीले चाहिँ सस्तोमा गर्दैन। मैले पनि गर्दिनँ, अरू सलुनले पनि गर्दैन या अरू कुनै ब्युटिसियनले पनि गर्दैन क्या। अफर भनेर चलाएपछि हामी चिप क्वालिटी नै चलाउने हो, चाहे केराटिन चलाउनुहोस्, चाहे बोटक्स चलाउनुहोस्, चाहे कुनै पनि प्रोडक्ट चलाउनुहोस् होइन। अफर भनेपछि हामी चिप क्वालिटीबाट नै गर्ने हो। जब हामी दिनभरि मेहनत गऱ्यो भने त्यसमा हामीलाई प्रफिट नै भएन भने त हामीले किन काम गर्ने होइन र। काम त कोही नै गर्दैन नि। यति मरिमरि काम गर्दा अफरको चक्करमा तपाईँलाई 200-400 बचत भएन भने चाहिँ अफर हामी कसरी चलाउन सक्छौँ। अनि जो अफर भनेर पछाडि दौड्नुहुन्छ नि, अनि धेरैजनाले चाहिँ कपाल बिगारेर आउनुहुन्छ कि मेरो यहाँ अफरमा गर्दा यस्तो भयो, मेरो उहाँ अफरमा गर्दा उस्तो भयो। अनि कपाल चाहिँ एकदम ड्राई ड्यामेज लिएर आउने, अनि थोरै पैसामा चाहिँ यस्तो राम्रो सिल्की साइनी थक स्ट्रेट चाहियो भन्नेहरूको लागि त त्यो हुँदैन। एउटा स्मुथिङले मात्रै त यति ड्राई एन्ड ड्राई कपालमा त रिजल्ट ल्याउन सक्दैनौँ हामीले पनि। त्यसको प्रोसेसहरू त लामो हुन्छ, अनि प्रोसेस लामो भएपछि त प्रोडक्ट पनि एक्स्ट्रा लाग्ने भयो, टाइम पनि एक्स्ट्रा लाग्ने भयो, अनि पैसा पनि एक्स्ट्रा लाग्ने भयो। तर मेरोमा चाहिँ गरिराख्ने म्यामहरूले चाहिँ जो पहिला गर्नुभएको थियो त्यो नै गरिदिनु भन्नुहुन्छ। मैले 20 वर्षदेखि गरेको अनुभवमा चाहिँ मैले अफर चलाउँदा पनि होइन म त अफरको गर्दिनँ, मलाई चाहिँ राम्रै प्रोडक्ट चलाइदिनु भन्नुहुन्छ, अनि म चाहिँ राम्रै प्रोडक्टबाट गर्छु होइन। तर जो अफर भनेर भन्नुहुन्छ नि उहाँहरू चाहिँ हाम्रो यहाँ 30 दसैँलाई भनेर मात्रै अफर लाग्दैन क्या। त्यो चाहिँ हाम्रो 12 महिना भइरहेको छ। तपाईँ आउनुभयो भने सस्तो क्वालिटी गर्नुहुन्छ या महँगो क्वालिटी गर्नुहुन्छ, हामी चाहिँ सोधेर नै गर्ने हो होइन। राम्रो क्वालिटी भन्नुहुन्छ भने महँगो लिन्छौँ, सस्तो भन्नुहुन्छ भने सस्तो लिन्छौँ। तपाईँहरूले बुझेर गर्न पर्यो। कतिपय म्यामहरूलाई त थाहा हुँदैन नि त आफ्नो कपालमा चाहिँ के गरिदिनु भएको छ, केराटिन गरिदिनु भएको छ कि केमिकल गरिदिनु भएको छ भनेर थाहा हुँदैन। अनि केराटिन भनेर या बोटक्स भनेर केमिकल गरिदिनु भएको हुन्छ कि कतिजना ब्युटिसियन दिदीबहिनीहरूले, अनि बिग्रियो भनेर आउनुहुन्छ कि। अनि उहाँहरूको लागि चाहिँ यो अफरको चक्करमा चाहिँ तपाईँहरूले प्लिज आफ्नो कपाललाई चाहिँ नबिगार्नु होला है त।